नमस्कार, आउनुहोस् तपाईँलाई थानीमाई मन्दिरको बारेमा मैले केही बुझेको कुरा भनौँ। योभन्दा सयौँ वर्ष अगाडि भिक्षु आमा छोरी कतैबाट कतै जाँदै गर्दाखेरि यहाँ बास बस्ने अवस्था थिएन। यो ठाउँमा एउटा ठुलो वृक्ष थियो। त्यो वृक्षमा को फेदमा चाहिँ उहाँहरू राति बास बस्नुभयो। बास बसिसकेपछि त्यहीँ उहाँहरू हराउनु भयो। त्यहीँ त्यो वृक्षको मुनि हराउनु भयो उहाँहरू। अनि यहाँ पछि यहाँ स्थानीय गाउँलेहरू वरपर काहीँ कसैले सपना देखे, हामी यसरी त्यो ठाउँमा छौँ, अहिले पनि छौँ, तसर्थ तिमीहरूले यो ठाउँमा मङ्गलबारको दिन यो तोरण डोली सहित पूजा गर्यौ भने तिमीहरूका हरेक इच्छा आकाङ्क्षा पुरा हुनेछन् भनेर भन्नुभएछ सपनामा। अनि त्यसपछि त्यो गाउँलेहरूले आएर यहाँ पूजाआजा सुरु गरेछन्। पछि गएर यो गाउँभरि यताको स्थानीय धेरै दूरदराजसम्म परसम्म हैजा फैलिएछ। अनि त्यो हैजा फैलिँदाखेरि पनि उहाँहरूले आएर मङ्गलबारको दिन पारेर तोरण डोली सहित पूजाआजा गरेपछि गाउँभरिको हैजा पनि राफसाफ भएछ। त्यो बेलादेखि अहिलेसम्म निरन्तर यहाँ पूजाआजा चलिराखेको अवस्था रहेछ। र पनि हरेक महिनाको पहिलो मङ्गलबार चाहिँ यहाँका स्थानीयले नै आएर पूजा गर्नुहुँदो रहेछ। अनि थानीमाईमा कुनै भाकल गरियो, कुनै मन्नत मागियो भने पुरा हुन्छ, हुने गरेको छ अहिले पनि भनेर यहाँका स्थानीय बासिन्दाहरूले भन्नुहुन्छ र भोगिसकेका अजमाइसकेकाहरूले पनि भन्नुहुन्छ थानीमाईको मन्दिरमा चाहिँ यसरी मन्नत माग्यो भने पुरा हुन्छ भनेर। त्यही आज मेरो यो जीवनको पहिलो पटक यो डाँडाको टुप्पामा रहेको अब डुम्रेबाट बेसीसर जाँदाखेरि बिच बाटोबाट हाइवे छोडेर उकालो लाग्नुपर्छ। काहीँ कच्ची छ, काहीँ पक्की छ बाटो। यसो गर्दै गर्दै करिब 1 घन्टा यो उकालो चढिसकेपछि थानीमाईको मन्दिरमा आइन्छ। मन्दिर पनि स्वर्गीय स्थान जस्तो। हेर्नु न पछाडि ब्याकग्राउन्डमा त्यो हिमालहरू होइन, एकदम चारैतिर हिमाल देखिने डाँडा काँडा एकदम उचाइमा छ नि त भन्दै तपाईँहरूलाई एउटा सानो जानकारी गराएँ। हस्, जय थानीमाई। थानीमाईले यो भिडियो हेर्ने, लाइक गर्ने, कमेन्ट गर्नेहरू सबैको उन्नति प्रगति गरून्। जय होस्।